नमस्कार। आज लक्ष्मी पूजा विशेष यहाँहरू सम्पूर्णलाई लक्ष्मी पूजाको यानि कि दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै मलाई सामाजिक सञ्जालहरूबाट हेरिरहनु हुने सम्पूर्ण इष्टमित्र साथीभाइ आफन्तहरूलाई मेरो सानो मिनी भ्लगमा स्वागत गर्न चाहन्छु। हामी विदेशमै भए पनि हाम्रो देशको चाडपर्वहरूमा यसरी मनाउन पाउँदा एकदमै खुसी अनि एकदम रमाइलो पनि लाग्छ है। आज लक्ष्मी पूजा मेरो घरको लक्ष्मीले आज रङ्गोली बनाएर रङ्गोलीमा दीप प्रज्वलन गर्दै छिन् है। मेरो छोरीलाई चाहिँ यस्तो आर्टहरू बनाउन एकदमै इन्ट्रेस्ट लाग्छ है। राम्रो पनि बनाउँछ। हेर्नुहोस् न, मलाई त एकदम मन पर्यो। म चाहिँ कामबाट आएको, छोरीले यस्तो रङ्गोली बनाएर बसेको रहेछ। म त हेरै भएँ। अनि मैले पनि छिटो आफूलाई हल्का सरसफाइ गरेर लक्ष्मी पूजाको लागि सरसामानहरू यसरी सजाएँ है। धेरै त छैन, किनभने दिनभरि काममा थिएँ। राति आउँदाखेरि यस्तै त हुने है, विदेशमा बेला काम अनि घर आउँदा यस्तो रात परिसकेको थियो। त्यही पनि हल्का छोराछोरीलाई आफ्नो संस्कार, संस्कृति, रीतिरिवाज है, चाडपर्व कसरी मनाउनु पर्छ भनेर सिकाउनु पाउनु पनि सौभाग्यको कुरा हो है। हामीले चाहिँ लक्ष्मीलाई यसरी पूजा गऱ्यौँ है। लक्ष्मी माताले सम्पूर्णलाई रक्षा गरून्, सबैको घर घरमा सुख शान्ति होइन, सुस्वास्थ्यको कामना होस् भनेर हामीले प्रार्थना गऱ्यौँ। साथै हाम्रो देशमा जेएनजी आन्दोलनमा परेर बित्नुभएको भाइ बहिनीहरूको चिर शान्तिको कामना पनि गऱ्यौँ हामीले। छोटो तर एकदमै मिठो हाम्रो लक्ष्मी पूजा। मलाई त धेरै यसरी पूजा गर्न पनि खासै आउँदैन, तर पनि आफूले जानेको कुरा यसरी नानीहरूलाई सिकाउँदैछु है। अनि मेरो छोराछोरीलाई पनि एकदमै रमाइलो लाग्छ यस्तो चाडपर्वहरू। उनीहरूलाई एकदमै मनपर्छ नेपाली चाडपर्वहरू। मेरो लक्ष्मी मातालाई चाहिँ टिका लगाएर हल्का आशीर्वाद दिँदैछु है। अब आमाको कर्तव्य भूमिका चाहिँ निभाउनै पर्यो। ल, छोरी चाहिँ एकदमै भाग्यमानी हुनु है, खुसी रहनु। यता आमा छोरीको गन्थन है। अब छोराको पालो। छोरालाई पनि धेरै आशीर्वाद दिएँ। ज्ञानी हुनु होइन, राम्रो मान्छे बन्नु है, सधैँ असल बाटो लाग्नु, लक्ष्मी माताले रक्षा गरून् है। सबैभन्दा ठुलो धन खुसी अनि निरोगी रहनु हो, सुस्वास्थ्य रहनु छोरालाई। यसरी छोराछोरीलाई लक्ष्मी माताको टिका लगाएर आशीर्वाद दिए। अरू त मलाई केही पनि आउँदैन भन्न पनि है। हाम्रो लक्ष्मी पूजा यसरी सम्पन्न भयो। लक्ष्मी माताले सबैलाई रक्षा गरून्, सबैको मनोकाङ्क्षा पुरा हुन्, घरमा सुख शान्ति छाउन् है। यसपालिको तिहार हजुरहरूको एकदमै रमाइलो बनोस्। हाम्रो रङ्गोली पनि एकदमै राम्रो बनेको छ है। ल, अब चाहिँ हाम्रो कार्यक्रम सकियो। हजुरहरूलाई धेरै धन्यवाद मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा।